हेलो गाइज नमस्ते वेलकम टु झर्ना ब्लग। यहाँहरूलाई झर्ना ब्लगमा स्वागत छ। आज चाहिँ मैले आफ्नै रुमदेखि भिडियो बनाइरहेको छु। यहाँनिर मोबाइल राख्ने स्ट्यान्ड नभएको भएर मैले यहाँनिर प्लगमा जोडेर हजुरहरूसँग केही कुराहरू सेयर गर्दैछु, आफ्नो मनमा लागेको कुराहरू। यो चाहिँ मेरो पछाडि देखेको रुमको ब्याकग्राउन्ड हो, जिगज्याग छ, इग्नोर गर्नु होला यसलाई चाहिँ। म आज हजुरहरूलाई केही छोटो इन्फर्मेसन पनि होइन, त्यो मलाई लागेको कुरा अर्को मान्छेलाई पनि लागेको कुरा हो। त्यो नेपाल विदेशमा जति पनि नेपालीहरू हुनुहुन्छ सायद उहाँहरूलाई लाग्छ होला, कति कुराहरूमा एग्री हुनुहुन्छ होला, कति डिसएग्री पनि हुनुहुन्छ होला। त्यसको लागि इट्स ओके, हजुरहरूको आफ्नो ओपिनियन राख्न सक्नुहुन्छ। मलाई चाहिँ कस्तो फिल केही कुराले चाहिँ कस्तो फिल हुन्छ भने म त कति वर्षदेखि विदेशमा बस्दै आइरहेको छु। कति भन्दा पनि तपाईँहरूलाई फेरि धेरै लामो लाग्न सक्छ। केही वर्ष 7-8 वर्षदेखि चाहिँ बाहिर बस्दै आइरहेको छु र आज मैले जुन कुराहरू हजुरहरूलाई सेयर गर्छु सायद हजुरहरूको पनि मन छुन्छ होला यो कुराले गर्दा। किनभने धेरैजना दाजुभाइ दिदीबहिनीहरूले जो विदेशमा रहनु भएको छ, आमा बुवा लाइक मभन्दा सानो ठुलो मेरो अग्रजहरू सबैजनाले बोल्न खोजिराख्नु भएको हुन्छ। सायद कति कुराहरूले बोल्न सक्नुहुन्न होला, म पनि बोल्न खोज्छु, मैले पनि भन्न खोज्छु, तर म पनि सक्दिनँ। तर आज मैले केही कुराहरू सेयर गर्छु, सोचेर मैले हजुरहरूसँग भिडियोमै भए पनि सेयर गर्न गइरहेको छु। कृपया भिडियोलाई स्किप नगरिकन सुनिदिनु होला। हजुरहरूले छोटो समयमा मलाई एकदमै धेरै साथ सपोर्ट दिनुभयो, त्यसको लागि थ्याङ्क यू सो मच। र म धेरै समय आफ्नो च्यानललाई पूर्णता दिन सकेन, त्यसको लागि चाहिँ सरी। अहिले चाहिँ त्यस्तै आफ्नो लागेको कुराहरू कहिलेकाहीँ भिडियो बनाउँछु टाइम मिलेको बेलामा। आशा छ हजुरहरू मेरो च्यानलमा नयाँ जोडिनु भएको छ भने मेरो च्यानललाई सब्सक्राइब अनि लाइक कमेन्ट गरिदिनु हुनेछ। मैले धेरैजनाबाट सुनेको, मेरो साथीभाइहरू पनि नेपाल जानुहुन्छ। नेपाल जानुभन्दा अगाडि ला कसरी जानु, फलानले के ल्याइस् भनेर सोध्छ, हलानुले के ल्याइस् भनेर सोध्छ, ला कसलाई के लगिदिनु, बाउ आमा जोड्यो, घरमा बाउ आमा दाजु भाइ दिदी बहिनी सबैलाई जोड्यो। ला मेरो त घरमा यति धेरै फ्यामिलीहरू हुनुहुन्छ, म त सबैलाई एक एकवटा चिज लिएर गयो भने पनि म त सक्ला, कसरी लिएर जानु होइन, के गरेर जानु, ला फलानलाई लग्दैन भने त त्यहाँ काकाहरूको घरमा लग्दैन भने फेरि उता रिसाउने होला, फेरि यता उसको घरमा लग्दैन भने रिसाउने होला। त्यो इभन मलाई पनि त्यो फिल हुन्छ र मेरो साथीहरू जाँदा पनि उहाँहरूको कन्भर्सेसन, हामी जानुभन्दा अगाडिको कन्भर्सेसनहरू चाहिँ यस्तै खालको हुन्छ कि ला फलानाले यसो ल्याइदिन भन्छ कि भन्ने। अनि मेरो पनि सेम त्यही हो, म पनि सोच्छु, सकेसम्म गर्छु, नसकेपछि त के गर्नु, मर्नु भएन होइन। कतिले त नेपाल जानुभन्दा अगाडि आफ्नो टिकटको पैसा मात्रै सबै फ्यामिलीलाई पठाउँदा, आफ्नो रेस्पोन्सिबिलिटीहरू पुरा गर्दा टिकटको मात्रै पैसा राखेर बस्नु भएको हुन्छ क्या। टिकटको मात्रै, यसो बच्चा घरमा छ भने 1-2 केजी चक्लेट लगिदिने, ल टिकट काट्ने, आफ्नो फ्यामिलीसँग जान पाए हुन्थ्यो भन्ने उहाँहरूलाई लागिरहेको हुन्छ। तर पनि कहिलेकाहीँ मन हुँदै चाहना हुँदै पनि हामीले सबैजनालाई आफ्नो फ्यामिलीहरूलाई लगिदिउँ केही न केही सानो उपहार भन्ने सोच्दै पनि कतिपय कुराहरूले हामी माथि भएको जिम्मेवारीले त्यो पुरा गर्नै दिँदैन क्या। किनभने हामीले सोचेर मात्रै त भएन नि त, हामीसँग पैसा हुनु पर्यो होइन। पैसा छैन, टिकट काट्ने पैसा छ, यसो 2-4 केजी चक्लेट किन्ने पैसा छ भने कसरी चाहिँ हामीले सबैजनालाई लिन सक्छौँ त, सक्दैनौँ नि होइन। तर हामीलाई लागिरहेको हुन्छ लग्न पाए हुन्थ्यो भनेर। तर अनि घर पुगेपछि अनि गएपछि ल ठिक छ, अलिअलि सबैजनालाई सकेको बाँड्यो, अर्को गर्यो। अनि फलानुले एज अ नर्मल्ली जिस्काउने पाराले भए पनि सिधै आएर भन्नुहुन्छ क्या, मलाई केही ल्याइदिनुहोस्, विदेशबाट के ल्याइदिस्, मलाई यत्रो वर्ष विदेश बसेर मलाई केही ल्याइदिनुहोस् भनेर सोध्नुहुन्छ। त्यो मलाई पनि सोच्नुहुन्छ र तपाईँहरू जति पनि विदेशबाट नेपाल जाँदै हुनुहुन्छ या गइसकेको मान्छेहरूलाई कतिजनालाई अनुभव छ होला, प्लिज हजुरहरूलाई अनुभव छ भने कमेन्टमा लेखिदिनु होला। यदि छैन भने चाहिँ हजुरहरू नेपाल जाँदै हुनुहुन्छ भने यो क्वेसन हजुरहरूलाई पनि आयो भने चाहिँ कमेन्टमा लेख्न नबिर्सिनु होला कि मलाई पनि यस्तो भएको थियो भनेर। मैले नबुझेको कुरा, मैले अहिलेसम्म पनि नबुझेको कुरा होइन, त्यो चाहिँ मलाई लागेको कुरा, मलाई फिल भएको कुरा हो कि त्यो सायद हजुरहरूलाई पनि फिल भएको छ होला। त विदेश जाँदैछस्, तँलाई पैसा अपुग छ कि केही पैसा सहयोग गर्नुपर्छ कि केही समस्या
हामीले केही सहयोग गर्न सक्छौँ कि भनेर सोध्न नसक्ने आफन्तले कृपया के ल्याइदिस् मलाई भनेर सोद्धा पनि सायद अलिकति शरम गर्नु होला क्या, अलिकति भए पनि। त्यो सबैजनाले जो जतिजनाले पनि गरिराख्नु भएको छ नगरिदिनु होला होइन। जो त्यो मान्छे हो जो विदेशबाट कति घन्टा काम गर्नुपर्छ, कसरी उसले आफ्नो लाइफ सर्भाइभ गरिरहेको छ यहाँ, त्यो त छुट्टै पाटो हो। त्यो सबैजनाले यहाँनिर देखाउने भनेको सुख मात्रै हो। केही मान्छेहरू देखाउनुहुन्छ होला, धेरै मान्छेहरूले आफ्नो सुख दुःख देखाउनु हुँदैन, आफ्नो फ्यामिलीलाई गाह्रो हुन्छ भनेर। विदेश आइसकेपछि थाहा हुन्छ कि विदेशमा कसरी बस्नुपर्छ होइन। कति कुराहरूको अपुग हुँदा हुँदै पनि म पूर्ण छु भनेर देखाउनुपर्छ, त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ होइन, सबैजनालाई थाहा हुँदैन। त्यो भएर त्यो एयरपोर्टमा होइन के ल्याइदिस् मलाई भनेर सोध्ने आफन्तहरूले एयरपोर्टमा जब मान्छे विदेश जाँदै हुन्छ नि होइन, विदेश जाँदै गर्दा त्यो मान्छे जसलाई हजुरहरूले के ल्याइदिस् मलाई भनेर सोध्नुहुन्छ नि, त्यो मान्छेलाई थाहा हुन्छ क्या, त्यो मान्छेले फिल गरिरहेको हुन्छ। ऊ एयरपोर्टमा पुग्दा उसको फोटो खिचिदिने मान्छेसम्म पनि साथमा हुँदैन क्या, ऊ एक्लै जान्छ क्या होइन। उसलाई मेबी उसलाई फोटो खिच्न मन लाग्यो एउटा मेमोरीको लागि कि म उड्दैछु, या त टिकटक फेसबुक, हामी धेरै सोसियल मिडियाहरू युज गर्छौँ, हामीलाई फेसबुक टिकटकहरूमा कतै राख्नु छ भने एउटा फोटो खिच्नलाई पनि हामी कसैको सहारा लिन्छौँ क्या। त्यो मान्छे एक्लै एयरपोर्टमा पुग्छ, एक्लै एयरपोर्टमा पुगेर 7 समुद्र पारी आउँछ क्या, त्यति बेलासम्म उसले कसैको पनि साथ पाउँदैन क्या। इभन उसको फ्यामिली मेम्बरबाट रिलेटिभ साथी भाइ कोही पनि उसलाई एयरपोर्ट छोड्न जाँदैन। तर त्यही मान्छेहरूले ऊ विदेशबाट फर्किँदा मलाई के ल्याइदिन्छ भनेर उहाँहरूको एक्सपेक्टेसन चाहिँ हाई हुन्छ क्या। त्यो भएर भनिन्छ नि होइन, जस्तो कर्म गरेको छ नि सायद त्यही फल भोग्ने हो। कहिलेकाहीँ मान्छेहरूलाई त्यस्तो पनि होइन कि आफ्नो आफन्तहरूलाई केही नै नलगिदिने, यो गरिदिने। त्यो उसले मलाई जहाँसम्म लाग्छ विदेशमा आएको नेपालीले उसको मनदेखि चाहेर उसले कसैलाई पनि खाली हात चाहिँ जाँदैन है, म फलानुको लागि यो लगिदिएँ। आफ्नो फ्यामिली मेम्बरहरूको त सकेसम्मको उसले चाहिँ म्यानेज गरिरहेको हुन्छ क्या, म यो लगिदिन्छु भनेर ट्राई चाहिँ गरिरहेको हुन्छ क्या, त्यो नै ठुलो कुरा हो। तर उसको फाइनेन्सियली कन्डिसन विक भएर या उसको रेस्पोन्सिबिलिटी, उसले आफ्नो रेस्पोन्सिबिलिटी निभाउँदा उसले उसको लागि गर्न सकेन भने त उसको गल्ती होइन नि त, किनकि उसको फाइनेन्सियली नै ऊ स्ट्रङ छैन। विदेश आउने भन्ने बित्तिकै बुट्टामा पैसा फाल्ने, जति चाहिन्छ आफूलाई टप 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 टिप्ने, अनि त्यसपछि प्याकिङ गरेर राख्ने, घर जाँदाखेरि दुनियाँभरको सपिङ गर्ने अनि सबलाई बोकेर जाने भन्ने पनि हुँदैन। अर्को कुरा, सामान आफ्नो कपडा हुन्छ, लगेज हुन्छ 30 केजीको, आफ्नै लुगा हुन्छ 8-10 केजी, 10-15 केजी अराउन्ड, 1-2 केजी चक्लेट हाल्नु पऱ्यो, यताउता गर्दा ब्याग भरिन्छ होइन। त्यसपछि हामी कहिलेकाहीँ त चाहेर साथीभाइको सामान पनि लग्न सक्दैनौँ। अब बाँकी आफूले त पैसा भए पनि कहिलेकाहीँ त सामान कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ, पैसा चाहिँ हुन्छ, सामान लिने वातावरणै हुँदैन, किनभने लगेज 30 केजीभन्दा बढी लिन पाउँदैन। अब पैसा भएर टन्नै किनेर सामान लिने कुरा पनि भएन। सो त्यो भएर जसरी हजुरहरूले एक्सपेक्टेसन राख्नुहुन्छ नि, त्यसरी उसलाई कहिलेकाहीँ उसको ठाउँमा आएर सोचिदिने पनि गर्नुहोस् क्या। यसको फ्यामिली छ, यस्तो छ, उसले आफ्नै रेस्पोन्सिबिलिटीहरू पुरा गर्नुपर्छ। हामीले यस्तो भनिदिँदा उसलाई नराम्रो लाग्न सक्छ, उसले नगरेको ला मैले गर्न पाएको भए हुन्थ्यो भन्ने उसलाई फिल हुन्छ, यस्तो गऱ्यो भने नराम्रो हुन्छ होला भनेर। हजुर हामी सबैजनाले सोचिदियो भने सायद धेरैजनाले यो सिचुएसन चाहिँ भोग्नु पर्दैन होला होइन। यो सिचुएसन म लगायत धेरैजनाले भोग्नु भएको छ, धेरैजनाले भन्न सक्नु भएको हुँदैन, तर धेरैजनाले भोगिरहेको, विदेशबाट जाने हरेक नेपालीले भोग्ने चाहिँ यही हो। कतिपय नेपालीहरू सम्पन्न धेरै वर्ष अगाडिदेखि नै बाहिर बसिराख्नु भएको, सबै कुराहरू मिलेको मान्छेहरू हुनुहुन्छ होला, सबैलाई पुर्याउन सक्नुहुन्छ होला। तर जो मिडल क्लास फ्यामिलीबाट बिलोङ्स गर्नुहुन्छ, जसले चाहिँ आफ्नो फ्यामिलीलाई आफ्नो कमाइबाट पनि आफ्नो फ्यामिलीहरू हेर्नुपर्छ, आफ्नो बालबच्चाहरू हेर्नुपर्छ, सबै कुराहरू हेर्नुपर्छ भने चाहिँ उहाँहरूलाई चाहिँ एकदमै गाह्रो हुन्छ। सो त्यो भएर हजुर म हामी सबैजनाले बुझिदियौँ भने सबैजनालाई सजिलो हुन्छ। विदेशमा बस्ने आफन्तहरूलाई पनि कहिलेकाहीँ सम्झिने गर्नुहोस्
के छ है तेरो खबर, सन्चो बिसन्चो। सधैँभरि मान्छे सन्चै हुन्छ भन्ने हुँदैन होइन। कहिलेकाहीँ महिनामा एकचोटि, 6 महिनामा एकचोटि, 3 महिनामा एकचोटि, वर्षमा एकचोटि तपाईँ विदेशमा भएको आफ्नो मान्छेलाई के गर्दैछस्, खाना खाइस्, सन्चो बिसन्चो के छ, कस्तो छ त्यतातिर, तँलाई यति सोचिदिनु भयो भने पनि सायद त्यो मान्छेले तपाईँले गरेको कल जिन्दगी पनि बिर्सिन्न होला क्या। तर तपाईँहरूको एक्सपेक्टेसन कस्तो छ भने मतलबै 4 वर्ष विदेश बसोस्, 5 वर्ष विदेश बसोस् मतलब भएन। तर घर आउने बेलामा चाहिँ थाहा भयो भने मलाई फलाना चिज ल्याइदिए है, आइफोन लिएर आइदिए, मलाई यो ल्याइदिए है, मलाई घडी ल्याइदिए है, मलाई त्यो ल्याइदिए है भन्नुभयो भने चाहिँ त्यो मान्छेलाई खुसी खुसी घर आउन चाहिँ एकदमै गाह्रो हुन्छ। सो त्यो भएर तपाईँहरूले पनि बुझिदिनु भयो र विदेशमा बस्ने मान्छेहरूको पीडा बुझिदिनु भयो भने चाहिँ त्योभन्दा सहजहरू केही पनि हुँदैन। हजुरहरूलाई मेरो आजको भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।